संसारकै सुन्दर देश नेपाल जुन यतिखेर रोइरहेको छ, धरती माता रिसाइन् अनि क्षणभरमै ध्वस्त पारिन्, सखाप पारिन्। नेपाल जहाँ जल जमिन जडीबुटी, हिमाल पहाड तराई, गर्मी चिसो ठण्डा, संसारभरि नै पाउने हर कुराहरू यति सानो नेपालमा उपलब्ध छ। तर यहाँ बसोबास गर्ने मानिसहरूले नेपालको यी सबै सबल पक्षलाई चिन्नै सकेनन् र जथाभावी मन लागि आफ्नै तालमा हरेक कामहरू गर्न लागे। आखिर खरबौं जीवित प्राणी सजीव वस्तुहरू यस पृथ्वीमा बस्छन् भने यिनी पृथ्वी माता पनि त सजीवै हुन् नि, मात्र यिनी बोल्दैनन् तर पीडा यसरी पोख्छिन्। मेरो जन्म कसरी भयो त यिनी राक्षसी मानिसहरूलाई के थाहा, किनकि म जन्मेको करोडौं करोड वर्षपछि यिनीहरू जन्मेका हुन्। जब यिनीहरू हुर्कँदै गए, बढ्दै गए, तब मलाई यिनीहरूले चाहिने भन्दा बढी दुःख दिन थाले, मलाई चिथोर्न थाले। आखिर मैले यिनीहरूलाई चाहिने हर चिज दिएको थिएँ एउटा आमाको नाताले। गर्नुपर्ने सहयोग हर किसिमले गरेको थिएँ र पनि मलाई यिनीहरूले शान्तिको श्वास फेर्न कुनै दिन दिएनन्। विकासको नाममा यिनीहरूले मलाई यति चरम लापरवाही सहित मलाई फोड्न थाले, फुटाउन थाले। मेरो आहारा समेत यिनीहरूले लुट्न थाले। वन जंगल सबै फुडानी गरेर बस्ती बसाल्न थाले। यसले गर्दा मेरो शरीरको प्यास मेटाउने खोला नाला सुक्न थाले। मेरो शरीरको जताततै बम बारुद पड्काउन थाले। उनीहरूको स्वार्थको लागि मेरो शरीरमाथि युद्ध गर्न थाले। मलाई बिस्तारै ध्वस्त पार्न थाले। म बोल्न सक्दिनथे र मेरो सन्तानहरूलाई केही गर्न पनि चाहन्नथे। म त जन्माएका मेरा सन्तान सबैलाई खुसी साथ हुर्काउन बढाउन चाहन्थे, तर यिनीहरूले मलाई कहिले आमाको नाताले हेरेनन्, त्यसरी व्यवहार गरेनन्। हुँदा हुँदा यस 21औं शताब्दीसम्म आइपुग्दा ठूला बनाउँदा विश्व युद्ध मात्र मेरो शरीरमाथि यिनीहरूले दुईचोटि गरे। त्यतिखेर म कति जलेको छु त्यो मलाई मात्र थाहा छ। मसँग भएका सुन चाँदी हिरा मोती हर चिज मैले दिएकी थिएँ। धनी भए भन्ने बित्तिकै कयौं देशले मेरो छाती फोडेर मेरो शरीरभित्रबाट रेल दौडाउन थाले। खरबौं घर बनाए, सड़कमा करोडौं गाडी कुदाए, आकाशमा लाखौं प्लेन उडाए र पनि म सहेर बसेको थिएँ। ठूला देश बनाउँदा जुन मेरा जेठा छोरा थिए तिनीहरूको त के कुरा गर्नु, कतिसम्म रुवाए। मलाई हुँदा हुँदा एउटा फुच्ची छोरो थियो नेपाल, त्यसले समेत बसी खाना दिएन। मेरो कान्छो छोरो भनेर झन् विश्वमा नभएको कुराहरू त्यहाँ दिएको थिएँ। विश्वको अग्लो हिमाल सगरमाथा त्यहीँ राखिदिएको थिएँ। भगवान गौतम बुद्धको जन्म त्यहीँ गराइदिएको थिएँ। सारा भगवानको जन्म नै त्यहीँ गराइदिएको थिएँ र पनि बसी खाना दिएन। कहिले हिन्दू राष्ट्र भन्छ त कहिले धर्मनिरपेक्ष भन्छ, न एउटा संविधान बनाउँछ, जनतालाई दुःख मात्र दिइरहन्छ। न मैले दिएको प्राकृतिक स्रोत साधनको राम्रोसँग प्रयोग गर्छ, अरू देशलाई लुकी लुकी बेच्छ। भ्रष्टाचारीमय पो रहेछ यो मेरो सानो छोरो नेपाल त। त्यो त अब मेरो माइलो छोरो भारतसँग डराउँछ खाली। यता जेठो दाई चीनलाई राखिदिएको छु, सिमानामा केही पर्यो भने भाइलाई सहयोग गर्छ भनेर, तर खाली यो चाकरी गर्न माइलो दाई भारतमै पुग्छ। जेठो दाई चीनसँग भने बोल्दा पनि बोल्दैन। मेरो कान्छो छोरो नेपालले विश्व दाजुभाइ अगाडि नेपाल विश्वको शान्त र सुन्दर देश छ भनेर चिनाउला भनेर कयौं शताब्दी कुरेर बसे। खाली भ्रष्टाचार मात्र गरिरह्यो। हुँदा हुँदा अन्यायमाथि अत्याचार, गाई काटेर खान थाले। भयभरका मान्छे काठमाडौँ थुप्रिन थाले। सब मानिस गोठालो बस्न अरू दाजुहरू अमेरिका, जापान, अस्ट्रेलिया पुग्न थाले। आफ्नो घर रित्तो बनाएर बहुमूल्य सम्पत्ति सक्न थाले। लुकाएर पचाएर खाली माइलो दाई भारतलाई धनी बनाउन थाल्यो। काठमाडौँ यति मान्छे थुप्रे र यति घर बन्न थाले, ती करोडौं घरले मेरो शरीरबाट रगत चुस्न थाले। पानीको न्युमा अझ मेसिन लगाए। 2-4 चोटि संविधान बनाउन जनताले मौका दिए, तर उनीहरू खेलेरै बसे, कहिल्यै गहन रूपले सोचेनन्। दोस्रो चोटि समेत खिसी गरे जसरी म्याच सकाए र समुद्र जस्तै शान्त बस्न थाले। अन्यायमाथि अतिमाथि अत्याचार गर्न थाले। मलाई केही रिस उठ्यो, मेरो शरीरभित्रको रगत तात्यो, मलाई असह्य भयो। म झड्किएँ। बिस्तारै मैले चाहेको भए नेपाललाई पुरै पहाड मात्र बनाउन सक्थेँ, तर त्यसो गरिन। तर अहिले नेपालमा भुइँचालो आयो भन्छन्, प्लेट मिलेको छैन भन्छन्। त्यो प्लेट नमिलेको होइन, मेरो मन नमिलेको हो। 1 चान्स फर यु। प्लिजहरू राम्रोसँग काम गर। विश्वलाई नेपाल निडर, शान्त र सुन्दर छ भनेर चिनाओ। यसमै तिमीहरूको कल्याण छ।
बाई अनित कुमार।